खाने चाहिँ हो कि भनेर हेरेको लड्यो। साथीहरू सेवारो अनि नमस्ते सम्पूर्णमा मेरो न्यू ब्लगमा। अनि म आउँदै गरेको चाहिँ ब्लग बनाउनु पाएन साथीहरू। फाइनली म चाहिँ आइसकेँ। यो चाहिँ के डाँडा भन्दो रहेछ। अनि हेर्नु न साथीहरू, यो माथि डाँडामा च्याउ उम्रेको रहेछ के होइन। म चाहिँ हेर्न जाँदैछु साथीहरू होइन। खाने च्याउ जस्तो लागेको छ। म जाँदैछु है साथीहरू, म तपाईँहरूलाई देखाउँछु। यो माथि यो मेरो पछाडिको डाँडामा च्याउ उम्रिरहेछ के। अनि म चाहिँ एकदमै च्याउ मनपर्छ नि त। पुरा हेर्नु न, पुरै गाउँ जस्तो सुनसान कस्तो आनन्दको ठाउँमा। अनि यहाँ माथि म जाँदैछु है साथीहरू। हेर्नु है, यहाँ यसरी उम्रेको छ होइन। घुम्न आएको म चाहिँ तल बाटोबाट देखेर यहाँको यस्तो छ च्याउ। यो खाने च्याउ हो के होइन, लाइन गरी उम्रेको छ च्याउ चाहिँ। यता पनि उम्रेको होला। अनि म चाहिँ हेर्दैछु है साथीहरू। हेर्नु है साथीहरू, यता यस्तो छ। वारपार उम्रेको छ। यो च्याउ खाने हो होइन है, तर म चाहिँ यसो हेरेँ होइन जस्तो लाग्यो। यसरी च्याउ उम्रेको छ है साथीहरू। पुरा हेर्नु त, खाने च्याउ हो होइन। यस्तो छ यो चाहिँ। फेरि अरट्ठा छ यो च्याउ त, कमलो हुन्छ नि खाने। कस्तो गनाउने साथीहरू, कस्तो गनाएको। खाने च्याउ त अलिक गनाउँछ नि होइन, त गनाएकै छैन होइन। यस्तो छ। अनि यो जङ्गलमा म च्याउ देखेर यहाँ माथि आएको है साथीहरू। मेरो पछाडिमा च्याउहरू उम्रिरहेको छ, तर यो खाने होइन रहेछ है। किनभने खाने च्याउ त मिठो बास्ना आउँछ नि त होइन साथीहरू। यो त मिठो बास्ना। अब चाहिँ साथीहरू जान्छु, खाने च्याउ होइन रहेछ आया होइन। च्याउै च्याउ साथी छ है साथीहरू। च्याउ 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 थोरै छैन हौ, जताततै जङ्गलैभरि उम्रेको छ। तर यो च्याउ त खाने च्याउ होइन। आज हेर्नु न, यस्तो घुम्न आएको खुट्टा चाहिँ यहाँ यस्तो भएको छ। छ्या उतल हेर्नु त, यहाँ तल 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 जङ्गलैभरि तल सेतो सेतो देखिरहेछ नि, त्यो जम्मै च्याउ है साथीहरू। बाटो चाहिँ पुरा होइन पानी परेको, अनि ढुस्से लाएर अनि यस्तो भएको छ। यो चाहिँ कुन ठाउँ भन्दाखेरि चाहिँ होइन, अघि त मैले भन्न पनि बिर्सेँ। अनि के भन्छ हौ, गोदाबारीदेखि माथि पुलचोक हो कि फुलबारी चोक जाने बाटो यस्तो छ। लु यहाँदेखि चाहिँ साधन जान सकेन। अनि यस्तो छ है साथीहरू। पुरा ढुसी लागेको छ होइन। अब यता यसो सिन होइन, यसो काठमाडौँमा बस्दा वाक्क लाग्दाखेरि चाहिँ यसो आएर यसो घुम्नु चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। अनि फ्रेस पनि भयो नि साथीहरू। गाडी नै गएन यहाँ माथिदेखि, अनि घुम्न चाहिँ आइयो, गाडी गएन साथीहरू। पुरा होइन ढुस्से लागेको छ यता पछाडि चाहिँ। यस्तै छ साथीहरू होइन। एकदमै घुम्नको लागि दामी ठाउँ रहेछ। यस्तो छ है साथीहरू, राम्रो ठाउँ साथीहरू। वाउ, तर माथि चाहिँ जान पाएन है साथीहरू। किन बाटो नभएर, बाटो राम्रो नभएर। अनि यस्तो छ, यस्तो छ है काठमाडौँ। यहाँ माथिबाट डाँडाबाट खिचेको। अनि भ्यू चाहिँ यस्तो दामी रहेछ कि फेरि। हेर्नु कस्तो राम्रो बाटो के फेरि आनन्द। गोदावरीको यो चाहिँ अरे के भन्छ, बस स्ट्यान्ड। यता जानुपर्छ गोदावरी जाँदाखेरि चाहिँ। अनि यो बस स्ट्यान्ड भयो यो चाहिँ गोदावरीको।